everyone, पैसा चाहिँ नदेखा मलाई वेलकम ब्याक टु माई च्यानल। आज मेरो बर्थडे हो अनि म रेडी पनि भइसकेँ। कति फास्ट घाम बल्ल बल्ल लागिरहेछ। अब हामी चाहिँ यता पाथिभरा मन्दिर जाने हो इटरीको। अहिले म इटरीमा छु, पाथिभरा मन्दिर जाने हो। अनि हेरौँ आजको दिन कस्तो हुन्छ। केही स्पेसल त केही छैन, त्यही पनि यसो मन्दिर त जानु पर्यो भनेर रेडी भएको। बाइ द वे मेरो यो न्यू कुर्ता हो, कस्तो देखेछ? आउँदिनु मनमनी हो। धेरै ज्ञानी हुनु, राम्रोसँग पढ्नु है, आन्टीलाई कहिले नबिर्सिनु। अर्को बर्थडे पनि यसै गरी मसँगै मनाउनु है। पैसा दिनुपर्छ पर्दैन पर्दैन फुटेर ढुङ्नु त। छोरीको बर्थडे खुट्टै ढोगौँ न अरू बेला भन्ने कुरा। आज मलाई यति राम्ररी देखेको छ, यति राम्ररी देखेको छ नि। मैले मेरो आँखा नै म यहाँ ऐनाको अगाडि उभिएर हेरे नै छु क्या, हेरे नै छु आफैले आफैलाई। म मख दङ्ग सबै थोक परिसकेँ। कति चाहिँ राम्ररी देखेको कि लाजै लाउने भनेर हो क्या। म कति बेर भइसक्यो क्या म ऐनामा बसेर यसरी होइन बसेको छु, हेर्छु होइन। म केही भन्न सक्दिनँ है। हामी मन्दिर जानुपर्ने, तर सिटी अङ्कललाई बोलाएको छौँ नि त। सिटी अङ्कल चाहिँ इटरी जानुभएको रहेछ अनि टाइम लाग्ने भएर हामी यहाँ बसेको छौँ। आन्टी चाहिँ उता टिकटक बनाउँदै हुनुहुन्छ अनि म चाहिँ यहाँ बसेर ऐना हेरेको छु। अनि हाम्रो पूजाको सामान। ओके गाइस, सी यु लेटर। अहिले पो चिसो भयो। यता परे गरेर ढोका न अनि कता त तल बुझाउनु पर्दैन। यसले खानेकुरा छोड्नु
त्यसैलाई देऊ साथीले दुई चारवटा खोला निकाला दल्दी रहेछ के भयो सुशीला जन्मदिनको धेरै धेरै हाँसिरहनु यस्तो भन्दा धेरै